हेलो गाइस, स्वागत छ हजुरहरूलाई मेरो 100 दिन च्यालेन्जको डे 2 भिडियोमा। एक्चुअली मैले चाहिँ आज बिहानैबाट भिडियो बनाउने स्टार्ट गर्ने भनेको, तर भएन, टाइम हुँदैन हैन। अब गाउँको मान्छे काम गर्नुपर्छ, घरमा काम धेरै हुन्छ हैन, काम पनि गर्नु पर्यो। काम नगरेर त खाना त अब पाउँदैन हैन। त्यो भएर सानोतिनो कामहरू गर्ने, त्यस्तै हुन्छ गाउँघरतिरको काम हैन, हजुरहरूलाई थाहा भएकै कुरा। र आज चाहिँ एक्चुअली मैले के भन्न लाग्यो भनेपछि, ल मलाई हेरेर स्टार्ट गर्ने कतिजना हुनुभयो मैले चेक गरेको छैन। मैले एउटा भिडियो त हिजो नै बनाएर हालेँ हैन, कतिजनाले हेर्नुभयो या हेर्नु भएन त्यो खासै मैले चेक पनि गरेको छैन। र म चाहिँ के भन्छु भनेपछि, यदि तपाईँहरूले मैले बनाएको त्यो भिडियो हेरेर भिडियो सुरु गर्नुभएको छ भनेपछि कन्टिन्यू एउटा टार्गेट बनाएर भिडियो बनाउनुपर्छ हैन। जस्तै मैले बनाएँ 100 दिनको लागि मैले च्यालेन्ज गरिसकेँ आफूलाई, तपाईँहरूले पनि आफूलाई च्यालेन्ज गर्नुहोस् के यो मैले गर्न सक्छु भनेर। अनि त्यसपछि कन्टिन्यू भिडियो बनाउँदै हाल्दै, कन्टेन्ट नै चाहिन्न, क्यामेरा उठाइदियो बास बोलिदियो हेलो गाइस, यति हो। यही हो गर्नुपर्ने, हामी सबैले गर्न सक्छौँ। र कसले के भन्यो, कस्तो भन्छ, कसले के भन्यो, कसले के भन्ला, यो कुरामा माइनै नगर्नु, यो कुरा सोच्दै नसोच्नु हैन। किनभने सफल हुँदा बेलाको परिणाम देख्ने हो हामीले हैन। जस्तै कि अहिले त हामी सबैजना अब सानो क्रिएटर हैन, कोही त मभन्दा धेरै, हामी जस्तै कोही त धेरै माथि पनि छ, कोहीले भर्खर स्टार्ट, जस्तै म जस्तै स्टार्ट गर्नुभयो होला हैन। कन्टिन्यू गर्नुहोस् के, तपाईँहरू कन्टिन्यू गर्नुहोस्। मेरो चाहिँ आज बारीतिर घुमघाम चलिरहेको छ हैन, बारीतिर घुम्नुपर्छ। यो सन्तला बारी, सन्तलाको रुखहरू छ हैन, अनि केराको रुखहरू छ। छैन त्यस्तो हुने खाने मान्छे हैन, सन्तला सानो सानो रुखहरू लगाएको छु। अहिले चाहिँ समथिङ 200वटाको बिरुवा चाहिँ मैले अहिले लगाएको छु। अनि यो चाहिँ पहिलेकै रुखहरू हो हैन, यो चाहिँ पहिलेकै रुखहरू। यसको चाहिँ अब फुल्ने टाइम हुन लागेको छ हैन, फुल्ने टाइम, फल्ने टाइम भनौँ न। सानो सानो दानाहरू आएको छ। अब यसमा एक्चुअली फेरि पानी चार्नुपर्छ। अब आज पानी चार्ने भनेको सिँचाइको लागि टङ्कीमा पानी राखेको छैन, आज सबै युज गरिसक्यो। त्यो भएर चाहिँ अब मैले चाहिँ एक दिन पानी बन्द गरेर चार्नुपर्ने हुन्छ मैले यसमा। अनि काकतीहरू पनि यति धेरै छ, काकतीहरूको बोट छ यहाँ। अनि यसलाई चाहिँ पलम भन्छ, यो चाहिँ अमिलाको रुख हो। अनि यो चाहिँ सन्तला हैन। यो चाहिँ मेरो गाउँबाट देखिने पारितिरको भ्यू। त्यहाँ माथि यो लेकमा चाहिँ एउटा हिमाल पनि छ, हाम्रो चाहिँ सिस्नु हिमाल भन्छ। यो चाहिँ हाम्रो गाउँ हो, यो तलको यो चाहिँ हाम्रो गाउँ। यहाँदेखि त्यो तलदेखि स्टार्ट भएको गाउँ चाहिँ टप्पको यहाँ माथिसम्म, यहाँसम्म छ। यहाँभन्दा नि यहाँ आज माथिरसम्म छ, माथिर पनि छ 2-4वटा घरहरू। गाउँबाट बिलिङ गर्ने मान्छे हो हैन, गाउँको मान्छे खासै सपोर्ट त नमिल्ला, तर पनि म चाहिँ कन्टिन्यू गर्ने हो। हाम्रो फेरि नेपालमा के छ भनेपछि, नेपालीले नै नेपालीलाई सपोर्ट गर्दैन हैन, त्यो भएर पनि गर्ने कसैलाई जाँगर लाग्दैन हैन। सपोर्ट गर्ने सिकौँ, हामीले एकअर्कालाई सपोर्ट गर्न सिक्यौँ भनेपछि हामीले नै सबैलाई एकअर्कालाई सहयोग गर्न सक्यौँ, एकअर्काले हेल्प गर्न सक्यौँ, एकअर्कालाई हामीले सपोर्ट गर्न सिक्यौँ भनेपछि हाम्रो आउने पिँढीहरूले पनि त्यही नै सिक्ने हो हैन। अनि हाम्रो आउँदो पिँढीहरूमा सपोर्ट छैन, सहयोग छैन, जस्तो मान्छेले पहिलेको मान्छेले सिक्यो त्यही नै पछाडिको मान्छेले नै सिक्ने हो हैन। त्यही भएर त्यहाँ पारी त्यो खाली ठाउँ छ, त्यहाँ पनि लगाएको छु मैले सन्तला आधा। यो
सन्तला छ, काक्ती छ, अमिलो छ, बजार व्यवस्थापन छैन हैन। बजार व्यवस्थापनको लागि अलिकति हाम्रो नेपाल सरकारमा अहिले चाहिँ जानुभएको छ भनौँ, बालेन सरकार हैन। अब केही होला कि भन्ने हो। हुन्छ त ठिक छ, भएन भने त फेरि हिँड्नु पर्ने भयो होला त भिजा पासपोर्ट समाएर। त्यही भएर मेहनत गरौँ, मेहनतको फल मिठो हुन्छ गाइज। भिडियो कन्टिन्यू बनाऊँ, कन्टिन्यू राखौँ, कन्टेन्ट चाहियो, आफैले गराउने हो। क्यामेरा उठाएर बोलिदिनुहोस्, कन्टेन्ट भइहाल्यो। यस्तो राम्रो कन्टेन्ट भनेकै आफ्नो त हो नि, आफ्नो ओरिजिनल कन्टेन्ट भनेको ओरिजिनल हो होइन। अरूको कसैको कपी पेस्ट गऱ्यो भने त कपिराइट पनि त आउँछ नि होइन। लगाइछ आज डे 2 को फाइनल भिडियो मेरो यही हो र अब डे 3 मा मिल्छु म। ओके बाई गाइज।